नेचुरल तातै छ होला काका यो सबै छैन तातो मन तातो जस्तो उयो पनि हो कि अर्ग्यानिक यो के हो तातो पुरै भित्रदेखि फल्स भएर आएको रे यस्तो हो पुरै बाफ आएको छ भित्र तातो छ अरे कहिले कहिले यहाँ के हुनसक्छ भन्छ नि यहाँ आकाश जस्तो फैलिएको माया तिमीलाई सागर जस्तो गहिरो मेरो मुटुमा के चाहिँ ए उताको पो रहेछ सिम्पिङ मजा हुन्छ होला यसो घुम्नु भने त खतम भयो काका खोइ त हेर्नु आउनु आएको राम्रै भएन त नि हेऱ्यो यता यता पनि राम्रै छ जुन चाहिँ हेर्नु जाउँ जाउँ हेर्नु भन्ने ठाउँमा देख्नु जानु पाएन के गर्नु छ्यामा यता हेरिहाल्यो नि यता हेरिदिनु नि अरूतिर हेऱ्यो रमाइलो भयो रमाइलो रहेछ गाउँ त रमाइलो एकदमै कोदो रोप्ने पाखा जस्तो कोदो रोप्ने पाखा जस्तो छ मान्छे यस्तो छ फलहरू पाकिरहेछ कोदोको सबै खोइ त त्यही पाखा हेर्नु मात्रै भयो के गर्नु डाँडा ढुङ्गाहरू अब के गर्नु फर्किनु त होला नि गाडीको in about 10 miles turn left onto US निस्किँदैछ घरदेखि हामी बसेको घर चाहिँ यही हो ए के हुनु पर्यो रेडी लगन यहाँ लु फोटो खिचिदिए नि अब चाहिँ हामी चेकआउट भएर हिँडेकै हामी बसेको घर चाहिँ पर डाँडाको हो हामी छ्यामेर बसेको चाहिँ यो केटाकेटी गाडी घुमाउँदैछ कता पोसायो गाडी निकाल्यो नि त अनि
ए हाम्रो गाउँ छिमेकीहरू सबै छिमेकीहरूको घर है। अब चाहिँ चेकआउट भएर हिँडेको है। अब चाहिँ गएको है हाम्रो घरहरू यस्तै छ गाउँ हाम्रो क्याम्पिङ एरियाको गाउँ छिमेकीहरू है यिनीहरू चाहिँ देख्यो गाडी लिएर आउँदैछ ए चेकिङ गरेर आउँदै गरेको अब चाहिँ घर जानु लागेको लु हिँड है केटाकेटी हिँड होस् हिँड ए केटाकेटी ल कस्तो राम्रो देखेँ खिचिदिरहेको छु कस्तो मजाको हो नि I can't even see anything. खै के हेर्नु जुवा अब यो अघि के भनेको त हो ए काट्नु भिडियो गर है भिडियो उहाँ देखाउनु पर्छ आगो छ होला नेचुरल तातै छ होला काका यो सबै छैन तातो मन तातो जस्तो अर्ग्यानिक यो के हो तातो पुरै भित्रदेखि फल्स भएर आएको अरे यस्तो हो पुरै बाफ आएको छ भित्र तातो छ अरे कहिले कहिले यहाँ के हुनसक्छ भन्छ नि यहाँ ए यहाँ चाहिँ यो धुवा आएको ठाउँमा चाहिँ पुरै आफै डढेर पानी अटोमेटिक उम्लिरहेछ यस्तो पुरै वरिपरि कोइला पो बनिँदो रहेछ त यो चाहिँ अर्ग्यानिक तातो पानी उम्लिएर निस्किएर रहेछ यहाँ चाहिँ पस्यो भने मान्छे पाक्ने रहेछ पानी कस्तो उम्लिएको छ यो त भित्र पुरै आगो बलेर पानी उम्लेको यस्तो ठाउँ रहेछ यो एरिया चाहिँ यो चाहिँ खासै मरुभूमि जस्तै भित्र मान्छे पुरै यो पानीमा चाहिँ मान्छे चाहिँ यो उयसमा चाहिँ पस्यो भने सबै डुबो भएर यहाँ चाहिँ पाकेर मर्छ अरे नजानु भनेर सबै एरिया डेन्जर लेखेर राखेको छ पानी उम्लिँदो रहेछ भिडियो चाहिँ गर्ला त्यो पानी उम्लेको खिचेर लानु सबैलाई देखाउनु पर्ने हेर्नु यो पानी अलरेडी उम्लेको मडहरू त्यो रक उयो भएर पानी रक तातो भएर मेल्ट भएर यहाँ चाहिँ के पाक्न आँटिसक्यो है भित्र सबै कुरो पाक्दैछ होला ढुङ्गा पाक्दै होला भित्र फल के अरे यो ठाउँको नाम चाहिँ मेकिङ मड मेकिङ मड फाउन्टेन पेन्ट पट पुरा रक्सी पारेको जस्तो
o'clock in it. No, bro. I will bring your phone there. उहिले यस्तो धुन्द्रभित्र यसरी आगो लाएर अलैँची सुकाउँथ्यो अरे सुकुटी सुकाउँदै के गर्दा यस्तोमा बनाउँथ्यो यहाँ अमेरिकामा यस्तो हुँदो रहेछ अलरेडी भित्र तातो छ अरे यो मुनि अन्डरग्राउन्ड अनि यस्तो तातो निस्केको अरे यो एकदम डेन्जर ठाउँ अरे यहाँ चाहिँ पुरै यहाँ चाहिँ पुरै यस्तो फल्स छिटा पाउँदो रहेछ पुरा पानी उम्लेर त्यो हिजो हामी बस्यौँ नि कस्तो क्या आगै के खाएको हो त्यस्तो ठाउँमा चिप्लो के भिडियो गरिरहेछ त्यो आउने बित्तिकै कति जस्तो बस्छ होइन त्यो यस्तो उड्दाखेरि खोइ 1 minute 30 seconds. ए त्यस्तोमा गइहाल्छ फेरि ब्याक हुन्छ छलको हो त्यो छलको मेन छलको चाहिँ आउँदो रहेछ आउँछ जहिले पनि यसको उयो कन्सिस्टेन्ट ओ वाउ अनि त्यो त धुवा मात्रै गएर इन्टरनेट छैन नेटवर्क छैन त्यहाँ रोकाउनुपर्छ अब भाषा पकाउने होइन आमा यहाँ चाहिँ के उठेको हेर्नु बसेको रे मान्छे भन्नु पनि जान्दैन त्यहाँदेखि चाहिँ के Okay, here we are. Hold on. Oh, faithful. Woo! Perfect timing. Woo! You go, girl. Whoa. Doo-doo. Whoa. Wow. Look at that. Wow. आमामामा कस्तो मजाले गयो आमामामा There she goes. She is Old Faithful, isn't she? यो चाहिँ मुनिबाट Yeah. बाफ उठेर That's why they call it Old Faithful. धरती मुनिको अनि यो अग्लो भएन त Yep, she's Peter. That's pretty cool.
अब पुग्नु आँटेर हामी बस्ने ठाउँमा पुग्नु आँट्यो यतातिर मामा भान्जा बस्नु भएको छ मामा भान्जाको गफ राम्ररी गइरहेको थियो अहिलेसम्म कस्तो लागेको छ काका मामा भान्जा बस्नु पाउँदा कोलोराडोमा एकदम मजा लागिरहेको भान्जालाई कस्तो लागेको छ मामासँग बस्नु लाग्यो यतातिर चाहिँ हामी आमा छोरी बसिया छन् तिनजना कस्तो हुँदैछ हजुरलाई राम्रो सबैजनासित हिँड्नु पाउँदा जर्जिया अरे सँग डुल्नु घुम्नु पाउँदा रमाइलो लागेको छ ओके अरू केही भन्नु चाहनुहुन्छ हजुर यता बोजू पनि केही 2 शब्द बोलिदिनु होला जाँदैछु अब 43 minutes left. ओके यता देखाउनु बाजेहरूलाई है काका मामा भान्जा बस्नु भएको छ पछाडि कस्तो लागेको छ राम्रो लागेको छ खुसी लागेको छ मामासँग बस्नु पाउँदा उहिले न लेउ पानीमा बसेको जस्तै भएको छ लेउ पानीमा बसेको जस्तै भयो ए अब फेरि त्यसलाई एन्डिङ गर तिम्रो भिडियो हामी चाहिँ यस्तो घरमा बस्नु आएको छ है सबै यस्तो यता डाँडा डाँडा नि छ यहाँ चाहिँ छ्यामाहरूको छ्यामा काकाको घर अनि हाम्रो चाहिँ उहाँ 32 नम्बर घर त्यसमा बस्नुपर्ने अरे सुत्नुपर्ने अरे छ्यामा काकाहरू चाहिँ यो घरमा हेर्नुहोस् है साथीभाइ हामी यस्तो मामा भान्जा पछाडि बसिरहनु भएको छन् यहाँ 2 जना केटीहरू छ यता म छु उता छ्यामालाई यता यसो गर्नु नहुँदो रहेछ यतै बोजूलाई छ्यामालाई यता अनि यता ड्राइभर साहेब हुनुहुन्छ बोजू देख्यो